नमस्ते साथीहरू, आज चाहिँ मैले एकदम स्पेसियल हेल्दी इडली बनाइरहेको थिएँ। यो इडलीमा चाहिँ मैले चामल युज गरेको छुइनँ। यसमा मैले चाहिँ सुजी, गोटो मुगु र रागीको आटा युज गरेर बनाएको हो। गोटो मुगु र बुट मैले अगाडि नै भिजाएर राखेर थिएँ। अनि अलिअलि टुसा उम्रेपछि चाहिँ मैले त्यसमा दही अनि सुजी, रागी अनि अलिकति निमक हालेर पिसेर यस्तो पेस्ट बनाएर यसलाई चाहिँ मैले रातभरिको लागि छोडिदिएको थिएँ। अनि यसमा चाहिँ मैले चामल एकदम युज गरेको छुइनँ। जसले वेट लस गर्न खोज्दैछ या हेल्दी खाना खोज्दै हुनुहुन्छ उनीहरूको लागि चाहिँ यो एकदम राम्रो अप्सन हो। त्यहाँपछि चाहिँ तपाईँहरूलाई थाहा छँदैछ इडली कसरी बनाउँछन्। त्यो प्रोसेसमा मैले इडली बनाएँ, खाना चाहिँ एकदम टेस्टी भएको थियो। अरू मैले सोचेकै थिइनँ यो यति राम्रो हुन्छ भनेर, किनभने यो चाहिँ मैले कतै भिडियो देखेर या कसैको रेसिपी देखेर बनाएको होइन। यो चाहिँ मैले आफै बनाएको, त्यही भएर मलाई थाहा नै थिएन यो कस्तो हुन्छ। तर साँच्चै नै साह्रै नै राम्रो लागिरहेको थियो। अनि मैले चाहिँ हेर्नु त कस्तो सफ्ट भइरहेको थियो, अरू खाना पनि एकदम टेस्टी भइरहेको थियो। चामलकै इडली जस्तै नै भइरहेको थियो यो पनि खानलाई। अनि मैले चाहिँ यसलाई ग्रिन चटनीसँग सर्भ गरिरहेको थिएँ। खाना साँच्चै नै टेस्टी भइरहेको थियो। तपाईँहरू पनि हेल्दी अप्सनमा यो रेसिपी एकखेप ट्राई गर्न सक्नुहुन्छ। थ्याङ्क यू।